हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आज डे 2 हो। आज चाहिँ मैले अफगानिस्तानको खाना लिएर आएको छु। अफगानिस्तानको नेसनल खाना हो यो। गेस गर्नु होला के हो भनेर। यो खानाको नाम चाहिँ काबुली पुलाउ हो। मैले चाहिँ अब मलाई चाहिने जति सामग्रीहरू काट्न सुरु गरेको छु। आज चाहिँ मैले ओनियन, क्यारोट अनि गार्लिक युज गर्नेछु। अनि यो खाना चाहिँ हल्का स्विट अनि सावर हुनेछ। सावर त्यति होइन, थोरै मात्र हो। स्विट र मसलाको फ्लेभरमा हुनेछ। अनि आज चाहिँ म अलि एक्साइटेड छु किनकि फर्स्ट टाइम बनाउँदैछु अफगानिस्तान खाना। यो सबै सामानहरू काटकुट गरिसकेपछि मैले चाहिँ घरको चामल नै युज गरेको छु। यसलाई म एकछिन 10 मिनट जति सोक गर्नेछु। अब त्यसमा सोक हुँदै गर्दाखेरि अब सब मैले मासु भुट्नतिर लागेको छु। मासुलाई चाहिँ मजाले भुट्नु पर्नेछ, रातो हुने गरेसम्म। मैले चाहिँ ल्याम्बको मासु युज गरेको छु। हामीले चिकन या ल्याम्ब जे पनि मासु युज गर्न सक्छौँ। त्यो चाहिँ बिग चङ्क हुनुपर्ने। मैले चाहिँ अब घरमा यही भएको भएर मैले यही युज गरेको छु। यसलाई टाइममा चलाउँदै पकाउने गर्दैछु। अब साइडमा चाहिँ मैले रेजिनलाई बटरमा पकाउँदैछु। यसलाई यतिको फुल्नेपछि चाहिँ हामीले पाक्यो भनेर बुझ्छौँ अनि यसलाई साइडमा हाल्नेछौँ। अनि त्यसपछि त्यही सेम प्यानमा मैले क्यारोटलाई पनि पकाएको छु। अनि पकाउँदाखेरि मैले सुगर र कार्डेमम युज गरेको छु। अनि सुगर पनि हल्का क्यारामलाइज पनि हुनेछ। अनि यसलाई चाहिँ क्यारोटलाई चाहिँ अलिक सफ्ट हुने बेलासम्म म पकाउने छु। मासुलाई यतिसम्म रातो हुनु भइसकेपछि मैले ओनियन र गार्लिक राखेको छु। मजाले यसलाई पनि रातो हुने गरेसम्म मजाले टाइममा चलाउने छु। अनि त्यसपछि यतिको रातो भइसकेपछि मैले पानी हालेको छु। पानी अब सबै समर्ज हुने गरी राख्नेछु। अनि त्यसपछि पानी हालिसकेपछि मैले मसला हालेछु। त्यही राइस मसला अनि स्वाद अनुसारको नुन। यसलाई चाहिँ 1 घन्टा जति सिमरमा यसरी पकाउने छु। यतिको पाकिसकेपछि चाहिँ मैले यो मासु निकाल्ने छु। मासु सबै निकालिसकेपछि अनि जुन बाँकी भएको स्टक छ नि त्यसमा चाहिँ मैले यो बाँकी भएको स्टकमा चाहिँ मैले खानालाई पकाउने छु सेम स्टक युज गरेर, ताकि राइसमा मजाको त्यो फ्लेभर आओस् भनेर, अरोमाहरू पनि आउँछ त्यही भएर। अनि यसलाई टाइममा चलाउँदै पकाउनु पर्नेछ। यतिको पाकिसकेपछि हामीले अनि त्यो अलिकति बाँकी भएको स्टक पनि माथिबाट हाल्नेछौँ। त्यो स्टक हालिसकेपछि मैले थोरै मसलाहरू हालेको छु। म चाहिँ एकदम एक्साइटेड छु आज यो खाना कस्तो हुन्छ भनेर। मिठै हुन्छ जस्तो लागेछ मलाई चाहिँ। अब अघि नै त्यही भुटेको रेजिन्स अनि क्यारोट अनि मासु हाल्नेछु यसमा। अनि यसलाई एकछिन हामीले सानो हिटमा पकाउने छौँ। यसलाई चाहिँ हामीले लो हिटमा पकाउने भएर स्टिमले मात्र पाक्नेछ। अनि त्यही भएर हामीले हल्का ब्याक अफ द स्पुनले पनि हल्का होल बनाउनेछौँ। केही गल्तीहरू भएको भए चाहिँ माफ पाऊँ। अनि हजुरहरूको केही रेकमेन्डेसनहरू छ भने चाहिँ मलाई प्लिज भन्नुहोला। म त्यसलाई सुधार्दै अगाडि बढ्नेछु। हजुर यसरी अब हामीले सबै माथिबाट यसरी मिलाएर हालिसकेपछि यसलाई हामीले सिल्भर फोइलले छोपेर अनि माथिबाट लिडले पनि छोपेर लो हिटमा 10 मिनट जति पकाउनेछौँ। 10 मिनट पाकिसकेपछि रेडी भइसकेको छ। अब यसलाई मजाले चलाउने छु ताकि सबै यो राइस, हाम्रो रेजिन्स, क्यारोट, मासुहरू सबै मिक्स गर्नेछौँ अनि हाम्रो खाना रेडी भएको छ। थ्याङ्क यू फर वाचिङ। होप हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्यो होला। लाइक, सब्सक्राइब अनि सेयर गरिदिनु होला। सी यू इन नेक्स्ट भिडियो। थ्याङ्क यू।